So hello everyone, welcome my new vlog. So बुढी चाहिँ सातधारामा घुम्न जाने रे हैन, उलाई घुम्न मन लाग्यो रे अनि सो हामी चाहिँ घुम्न जाँदै छौं। अहिले रेडी भइसकेको छौं। चट्ट पारले आउँदो बुढी यता ल। सो हामी चाहिँ अब रेडी भइसकेको छौं दुवै जना अनि दामी तरिकाले। अनि बाहिरको मौसम भन्नु पर्दा हजुरहरुलाई चिसो चिसो छ, तातो न्यानो भएर बस्नु होला बुढीसँग तातो भएर। अरे मैया जोगा देख लियो तातो भएर। तातो भएर बस्नु होला। हामी निस्किसकेको छौं घरबाट। अब यहाँबाट त्यस्तै 15-20 मिनेट जति लाग्छ, 20 मिनेट जति ठ्याक्कै लाग्छ। के गरे सो गाइस, मेरो बुढीले भ्लग बनाउँदैछ, इन्जोय द भ्लग। अब हामी जाँदै छौं। अब हामी जाँदै छौं है गाइजहरु। अनि हामी चाहिँ अब पुग्न लागिसकेको छ गाइजहरु। उता तर मन्दिर छ है, मन्दिरनिर माछा छ। माछा भएर मलाई क्यामेरा समाउन आउँदैन। माथि सो हामी चाहिँ अहिले चाहिँ के भन्छ के अरे सिनेमेटिक खिच्नको लागि चाहिँ भिडियो सुटको लागि बस्दै छौं। यतिकै हैन, अलिकति उस खेला जस्तो गर न, खुट्टा अलि तल गर न। हेलो गाइज, अब हामी चाहिँ हैन यहाँनिर हाम्रो बुढा मेरो बुढा अनि त्यसपछि है खोइ हाइट ठुलो भएर गाइज म देखेको छैन, क्यामेरामा देख्न सक्नुहुन्छ। ओ माय गॉड, जम्मा बनाउँदै हिँड्न न। अब हामी चाहिँ यहाँबाट अघि आइपुगे अनि फोटो खिच्यो। अनि त्यसपछि हैन हामीले भिडियो बनायो। फोटो चाहिँ लास्ट कमेडी आफूबाट खिचेको भन्दा नखिचेकै ठिक रे भन्नुभएको थियो उहाँले, मेरो बुढाजीले। अनि अब को नदेखा मलाई। अनि त्यसपछि हामी यहाँबाट माछा हेर्न जान लाग्यो। एउटा दुईटा तिनवटा सातवटा धारा त्यही भएर सात धारा भनिन्छ। सात धारामा नि देख 1 2 3 4 5 6 7 सातवटा धारा देख्न सक्नुहुनेछ हजुरले। मेरो अनुहार देखिरहेको रहेछ गाइजहरु। एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा। अनि त्यसपछि यहाँनिर जस्तो पानी छ है, जलथल भइरह। अनि उता माछा यहाँनिर माछा हेर्ने ठाउँ छ, यस्तो पुल जस्तो छ हैन गाइजहरु। अनि अब म चाहिँ यहाँबाट जाँदैछु टक 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 टक। अनि हामी चाहिँ अब यहाँदेखि खुइ हिँड्दैछौँ। मेरो बुढा चाहिँ छुट्टिसक्यो, उहाँ चाहिँ त्यो जङ्गलमा जानुभएको छ। म चाहिँ अब माछा हेर्न जान लागेको गाइजहरु। अनि क्यामेरा क्वालिटी चाहिँ राम्रो आएन, तर म राम्रो आइरह होला। मलाई चाहिँ भ्लग बनाउन आउँदैन खासै, बुढाले फोर्स गर्नु भएर मैले बनाएको बनाउँदैन त्यस्तो। माछा हेर्न आएको छ गाइजहरु हामी। तपाईलाई म माछा देखाउँछु। यहाँनिर पानीको आवाज धेरै छ, त्यही भएर सुनेन केही नि। यहाँनिर चाहिँ टोयलेट, मेरो बुढा त्यही टोयलेटमा गएको छ सुसु गर्न। अनि यहाँनिर चाहिँ के हो यस्तो। अनि यहाँनिर नि यहाँ चाहिँ खोला बगिरह गाइजहरु, खोला बगिरहेछ। अनि त्यसपछि चल न, अनि त्यसपछि हैन अनि यहाँनिर के अरे यहाँबाट माछा भन्दा बढी यहाँ माथिको रुख मात्रै देखिरहेको। कुन रुख तपाईहरुले देख्न सक्नुहुनेछ, कति कालो। फाउ 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 चल न, उजाउ न अलि उता, उजाउ न। उहाँ तपाईले देख्न सक्नुहुन्छ, उहाँ चाहिँ मेरो बुढा चाहिँ हिँड्दैछ मसँग रिसाएर, फोन देऊ भन्दाखेरि नदिएर। अब एकल काटे भइरह उ पनि घाम घरबाट अब घाम ताप्न यहाँ आउनुपर्छ रे। हाम्रो घरमा चाहिँ घाम गइसकेको छ, त्यही भएर हामी घाम ताप्ने आएको छौँ। नाको भुत्ला चाहिँ देख्ला है। देख्न सक्नुहुनेछ गाइज। अब म चाहिँ यहाँनिर बसिरहेको छु, किनभने मेरो बुढा बिजी हुनुहुन्छ माछा हेर्नमै, मलाई हेर्नुभन्दा बढी।
अनि त्यसपछि म चाहिँ यसरी बसिरहेको छु यहाँनिर एउटा लट्ठी समाएर फुट्नलाई बुढालाई धेरै कुरो खान्छ नि त चुरोट खायो भने त अब क्यान्सर हुन्छ अरे क्यान्सर डाँटै छैन यो चाहिँ नहालै डाँडा अब हामी माथि माथिबाट घुम्दै जान्छौँ भनौँ। अब हामी माथि माथिबाट घुम्दै जान्छौँ गाइजहरू यसम्म न अब घर जाने हो घुम्दै घुम्दै फेरि घर जाने हो घुम्दै घुम्दै अनि बुढाले अब चिया खाऊ भने चिया पनि नखाउने रे अनि डोन्ट वेस्ट मनी रे होइन गाइस मैले भन्न खोजेँ त्यस्तो चाहिँ होइन है डोन्ट वेस्ट मनी होइन घरमा घरमा चिनी छ चियापत्ती छ अनि किन मनी वेस्ट गर्नु यस्तो भने हो नि त मैले दुधको चिया खाने भने अन्त दुधको चिया खायो भने राम्रो हुन्छ कि गोरो हुन्छ गोरो देखाइ छैन गाइस मेरो कपाल मेरो हात म त देख्नु भइरहेको तपाईँले अनि त्यसपछि म चाहिँ यहाँबाट जाँदैछु टक टक अनि म चाहिँ यहाँ कस्तो मलाई मोबाइलसम्म के भने मोबाइलसम्म आउँदैन नि कस्तो मोटो देखिरहेको म त अनि के भन्छ अब यहाँबाटै ढोक्दै हिँडिरहेको राइट ह्यान्डले ढोक्नुपर्छ अनि यहाँ के को पाल रहेछ अरे मलाई थाहा छैन है त्यो चाहिँ त्यो त अब त्यही रुखलाई सोध्नुपर्छ हामी यहाँबाट हिँड्दै 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 एकछिन बस्यौँ फ्रेस हुन मुड फ्रेस हुन आउनुपर्छ कहिलेकाहीँ उकालो चढेँ म अनि मुड फ्रेस पार्न हामी यहाँनिर मन्दिरमा आएर सातधारा चितलाङ भनेको सातधारा भन्ने ठाउँमा आएर अब हामी म चाहिँ अब केही बोल्दिनँ म धेरै बोली प्यार 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 है मलाई बोल्न आउँदैन अब म यो मेरो मोबाइल मेरो के भन्छ बुढालाई सुम्पाउन चाहन्छु सुम्पिन चाहन्छु गाइजहरू ला 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 सो गाइसम्म बोल्यो होइन सो अनि क्यामेरै अन रहेछ उसले चाहिँ भ्लग बनाउँदैन मैले दिएको होइन 5 हानेर दिएको रहेछ सो अनि म चाहिँ मारी बोलिरहेको पछि त यसो किन हाँसु भन्दाखेरि त क्यामेरै अफ रहेछ सो त्यही नै हो ल भन नि त कस्तो एक्सपिरियन्स भयो तिमीलाई भ्लग बनाउँदाखेरि मलाई खतरा कपाल कस्तो चुचु देखिरहेको तिम्रो त्यही त हो नि त्यही नै हो मेरो आँखा यस्तो दामी छ गाइस होइन तपाईँहरूलाई के थाहा मेरो आँखामा डुब्यो भने होइन डुबाइ हुन्छ क्या मान्छेहरू हेतरी नाक देखाउनु लाग्यो म